हेलो सम्पूर्णमा नमस्ते। आज चाहिँ के भन्नु गइरहेको छु भने नि म एउटा हुन्छ नि आफूलाई दुःख परेको दिन हैन र उ भएको बारेमा म कुरा गर्नु गइरहेको छु हैन। एजेन्टको बारेमा है सिधै भन्नु पर्दाखेरि चाहिँ हैन। अब दलालै भन्छु म उहाँलाई चाहिँ म हैन। उहाँको नाम चाहिँ नवीन दाल हो। घर इटरी के रे इटरी भन्नुहुन्थ्यो मलाई। उहाँको घर चाहिँ उता के रे भोजपुर कता रहेछ। यसो अब हामीले कागज लेख्ने बेलामा चाहिँ यसरी थाहा भयो हामीलाई। र उहाँले चाहिँ अब हुन्छ नि पासपोर्ट लगेर बाहिर पठाइदिन्छु भन्नुभयो। बाहिर पठाइदिन्छु भनेपछि हामी आसमा बस्यौँ। बाहिर युरोप कन्ट्री पठाइदिन्छु भन्नुभयो। आसमा बस्यौँ। बित्यो निकै टाइम बित्यो। पैसाहरू लानुभएको छ हैन। र त्यो पैसाहरू चाहिँ मलाई अब फिर्ता भएन क्या। त्यही नभएको कारणले चाहिँ मैले